Whilst remote villages, healthcare and financial stability remain uncertain, ERCN is bridging this gap, bringing medical services to the hills and modernizing farming for the future. Established in 2020 through Koika, Dhulikhel Hospital and the Nepal government, ERCN aims to strengthen communities by integrating healthcare and economic growth. Community collaboration is key to sustainable development. Through meetings and group workshops, residents actively participate in shaping their future. ERCN provided tools and training to boost productivity. Plastic tunnels, irrigation, improved seeds. Farmers now earn more and have better market access. घरमा मजदुरी काम गर्न जानुपर्ने हैन अब एक दिन पैसा कमाउनको लागि कसैको घरमा काम गर्न पर्ने कहिलेकाहीँ कामै नपाइने त्यस्तो समस्याहरू थिँदै थिए सो तै पनि यसो गुजारा भइराथ्यो तर ERCN परियोजना आइसकेपछि अलिकति चेन्जिङ चाहिँ भयो यो संस्थाले जसरी गाउँमा आएर गाउँमा पसेर तालिम दिने सामान्य नर्सरीदेखि लिएर मल्चिङदेखि लिएर टनेल खेती गर्नेलाई जुन खालको तालिमहरू दियो र उहाँहरूले जुन ढङ्गले उत्पादन देखाउनु भयो मलाई नै एउटा आश्चर्य लाग्यो टनेलभित्र यति राम्रो गोलेबडा भनौँ न तर त्यो देख्दाखेरि चाहिँ एउटा राम्रो परिवर्तन भनौँ न गाउँमा चाहिँ उमेर घर्किसकेका मान्छेहरूलाई पनि उनीहरूको कृषि चेतनामा भएको जो पुरानो ज्ञानको जगमा टेकेर उनीहरूलाई चाहिँ व्यावसायिक ढङ्गले जानुपर्छ है भनेर प्रोत्साहित गरेर त्यो चेतना दिँदाखेरि चाहिँ त्यो सम्भावना हुँदो रहेछ भन्ने म आफूलाई एउटा विश्वास पैदा भयो यो परियोजनाले चाहिँ सहकारीसँग समन्वय गराइदिएको छ अनि सबैजना सहकारीमा बचत खाता खोलिदिएको छ अनि त्यो सेयर बचत लगानी गरेछ अनि आफ्नो 19वटा समूह बनाइदिएछ यसले यो परियोजनाले अनि 19वटा समूहमा पनि महिनाको कहिले 100 रुपैयाँ 50 रुपैयाँ गरेर उठाएर चाहिँ समूहमा पनि बचत गरेछ ERCN परियोजनाले किसानहरूलाई बिचौलियाबाट स्वतन्त्र हुनको निम्ति डाइरेक्ट किसानहरूले चाहिँ सङ्कलन केन्द्रमा सङ्कलन गरेर ग्रेडिङ गर्न उनीहरूले सिके सङ्कलन केन्द्रका मा तालिम लिए त्यसपछि उनीहरूले उक्त सामान चाहिँ बिचौलियाहरूलाई नदिकन सिधै कालीमाटीसम्म पुर्याउने नेटवर्क बनाए र यहाँ ग्रेडिङ गर्नेदेखि लिएर हरेक कुराहरू तालिम चाहिँ यो सङ्कलन केन्द्रले दिएपछि किसानहरू उत्साहित भए पहिला जसरी त्यहाँ बिचौलियाबाट को मारमा परेका थिए अहिले त्यसबाट उन्मुक्ति चाहिँ पाउँदै हुनुहुन्छ हामी अब सहकारी पनि लागि परेर चाहिँ यसमा चाहिँ हामी अब किसानहरूको लागि चाहिँ अब हामीले अब सहुलियत लोन दिएर हुन्छ कि ट्रेनिङ दिएर हुन्छ कि कुनै अब पालिकामा भनेर हुन्छ कि कहाँ भनेर चाहिँ किसानहरूको लागि चाहिँ अब कसरी उत्पादन बढाउने हैन जति पनि किसानले उत्पादन बढाए त्यसको लागि सङ्कलन केन्द्रले सँगै मजबुत हुन जाने हो त्यसको लागि प्रयत्न गरेर चाहिँ हामी चाहिँ अब किसानहरू र सङ्कलन केन्द्र चाहिँ एक अर्काबीच चाहिँ नङ्ग्र मासुको सम्बन्ध गरेर त्यसलाई चाहिँ अगाडि बढाउने नै भन्ने सोच छ ERCN isn't just for farmers. While supporting agriculture, it also empowers individuals through baking, electrical work, and textile production training, creating diverse income opportunities. By building 2 new fully equipped outreach centers, ERCN trained health workers can now provide medical care in the villages. पहिला भन्दा अहिले हामीले स्वास्थ्य संस्थामा चाहिँ के फरक पायौं भन्दाखेरिमा अब पहिला हामी बर्दिङ सेन्टर थिएन स्वास्थ्य संस्थाभित्रै गरिन्थ्यो हैन अब चेक जाँच गरिन्थ्यो गर्भवती महिलाहरूलाई भनेपछि अहिले हामीले बर्दिङ सेन्टर बनाएको छौं हैन बर्दिङ सेन्टरमा अहिले सुत्केरी गराउन बर्दिङ सेन्टर अलग्गै छुट्टै छ हामी त्यहाँ सुत्केरी गराउँछौं हैन यदि हामीले सुत्केरी गर्न सकेन भने चाहिँ वहाँ यहाँ रेफर गरेर हैन स्वास्थ्य संस्थाबाट काठमाडौँ पठाइदिन्छ हैन र अहिले चाहिँ के भन्दाखेरिमा अब गर्भवती महिलालाई 8 पटकसम्म गर्भ जाँच गर्यो भने उहाँहरुलाई चाहिँ सेवा सुविधा दिएको छ हैन अहिले गएर उले जब 8 पटक जाँच गरेको कम्प्लिट छ भनेदेखि उलाई 1500 को बराबरको पोषणहरु पनि सेवा सुविधा छ गर्भवती महिलाहरुलाई यसमा चाहिँ अझ यो पोषणको बारेमा भन्दा चाहिँ यो बृहत पोषण र सूक्ष्म पोषण भनेर चाहिँ दुईटा गरेर सिकाउनु भएको थियो अनि महिनावारी सम्बन्धीमा चाहिँ हाम्रो रियुजेबल सेनिटरी प्याडको तालिम कसरी बनाउने भन्ने तालिम दिनुभएको थियो त्यसले चाहिँ हाम्रो लेडिजहरुलाई चाहिँ धेरै सजिलो भएको थियो स्कुल अब बाहिर हुँदाखेरि केही गरी पैसा नभएको खण्डमा पनि हाम्रो सहयोग गर्ने भयो र पैसाको पनि त्यसको युज गर्दाखेरि बचत हुने भयो Despite progress,
challenges remain. ORCs need more trained staff, agricultural support, and better policy integration. यो परियोजना सुरुवात भइसकेपछि अब मलाई लाग्छ यहाँ धेरै सुधार भएको छ र यहाँ सर्वप्रथम त यहाँ उत्पादनसँग जोड्ने हामी यो चाहिँ प्राय रैथाने बालीलाई अलि बढी प्राथमिकरण गर्ने भित्र पर्छ र रैथाने बालीबाट हामी आत्मनिर्भरताकोमा चाहिँ यो यहाँको समुदायहरू हुनु थिएन र यहाँ केही उत्पादनसँग जोड्नुपर्छ भनेर जुन प्रोजेक्टले चाहिँ यहाँ लन्च गर्यो हैन यहाँ कार्यक्रम सञ्चालन गर्यो यो गर्दै गर्दाखेरि यहाँ धेरै कृषकहरू मलाई लाग्छ 18 समूहका चाहिँ कृषकहरूमा 410 भन्दा बढी प्रत्यक्ष रूपमा लाभान्वित भएको छ र अप्रत्यक्ष रूपमा चाहिँ 1000 जना कृषकहरू चाहिँ लाभान्वित भएको चाहिँ मैले अनुमान गरेको छु र उहाँहरूको आर्थिक स्थितिलाई केही उत्पादनसँग जोडेर वृद्धि भएको छ भन्ने अर्को मलाई लाग्छ यहाँ जुन प्रोजेक्ट आइसकेपछि मलाई लाग्छ एउटा सामान्यतया किसानले पनि 10,000 देखि माथि 1 लाखसम्म चाहिँ उत्पादन गरेको र अगबरे खोर्सानीको हकमा त 10 लाखसम्म चाहिँ उत्पादन गरेको भन्ने चाहिँ हामीसँग रिपोर्टिङ भइरहेको अवस्था पनि छ र मलाई लाग्छ यो प्रोजेक्टले धेरै राम्रो यहाँको कृषकहरूलाई र यहाँको समुदायहरूलाई चाहिँ उन्नति गरेको जस्तो मलाई लाग्छ। वास्तवमा प्रोजेक्ट यस्तै हुनुपर्छ जसले पङ्क्चुअलिटी सिकाउँछ, जसले सिप सिकाउँछ, जसले सभ्यता सिकाउँछ र जसले उत्पादनसँग पूर्ण रूपमा ठोस रूपमा चाहिँ परिणाममुखी बनाएर जान्छ र यसै क्रममा गाउँपालिकासँग अब नीति निर्माण गर्दै गर्दाखेरि थप अरू यसलाई सशक्तिकरण गर्न कसरी सकिन्छ र अहिले भएको आय आर्जन गतिविधिलाई अझै तीव्रता दिन कसरी सकिन्छ, किसानहरूलाई मोटिभेसन कसरी गर्न कसरी सकिन्छ र यो अहिले कृषि जुन लागत बढी छ त्यसलाई कम लागतमा धेरै उत्पादन गर्ने र तपाईको चाहिने त्यो अनुकूल परिस्थिति कसरी सिर्जना गर्न सकिन्छ, असिंचित क्षेत्रहरूमा सिंचाइ कसरी प्रवाह गर्न सकिन्छ, यसलाई चाहिँ तपाईको जोड दिएर यसलाई निरन्तरता गर्ने चाहिँ मेरो लक्ष्य छ। Since 2020, KOICA has been implementing the project titled Empowering and Rural Community in Nepal through an integrated approach is to health and income generation in the regions of the Manekarka, Putar, and Salambu, and Hindi. The project aims to improve the quality of the life in rural area by enhancing income through the agricultural technologies and raising awareness of health and hygiene among local residents. Over the past 5 years, the project has brought about positive economic changes by developing agricultural infrastructure and promoting the use of the modern farming technologies. At the same time, it has improved access to health care by establishing health posts in underserved area and strengthening the capacity of the medical personnel. These integrated efforts have made a meaningful contribution to enhancing the well-being of the local communities. I am really proud of this project, and we will do our best continuously to develop Nepal again. Thank you. 사실 네팔에 와서 이 사업을 처음에 접했을 때 보건이면 보건, 농업이면 농업 이렇게 그 사업이 분리돼서 일반적으로 추진이 되는데 보건과 농업을 통합한 사업을 같이 추진한다는 것이 좀 낯설었고 좀 힘든 부분이 없지 않아 있었는데 그렇다 하더라도 이 사업을 잘 성공적으로 마칠 수 있어서 기쁘게 생각합니다. 이런 성공의 뒷받침에는 주재국 보건부, 농업부 그리고 재무부의 협조가 없었으면 성공적으로 마칠 수 없었을 것입니다. 특히 지방정부인 3개 디스트릭트의 이해관계자들이 이 사업을 성공적으로 마치기 위해서 적극적으로 참여하고 협조해 줘서 사업을 성공적으로 끌어낼 수 있지 않았는가 그렇게 생각을 합니다. 다시 한번 이 사업 관계자 여러분들께 진심으로 감사의 말을 전하고 싶습니다. 예, 감사합니다.